Kusam for everyone, welcome back to my channel again. New day, new vlog. अनि म चाहिँ भर्खर उठिसकेको छु, घरहरू अलिक सफा गर्नु छ, बेडसिटहरू चेन्ज गर्नु छ, बाथहरू टेक गर्नुपर्ने छ। सो साथीहरू मेरो भिडियो एन्डसम्म हेरिदिँदै गर्नु होला अनि नयाँ छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि आज चाहिँ पानी खतरा डेन्जर परिरहेछ बाहिर हेर्नुहोस्। कस्तो पानी परिरहेछ। अचम पानी परिरहेछ। A few moments later. सो साथीहरू म चाहिँ भर्खर बाथ टेकेर आइसकेँ, नुहाएर आइसकेँ। अब चाहिँ लन्च बनाउनु पर्ने हुन्छ। सो साथीहरू म चाहिँ अब लन्च बनाउनुतिर लाग्छु। मेरो हस्बेन्ड पनि आउनु आँटेको छ, मलाई अलिकति ढिलो भयो लन्च बनाउनु। म चाहिँ छिटो अब लन्च बनाइहाल्छु है त साथीहरू। साथीहरू मेरो चाहिँ मोमो फ्राइड रेडी, आलुको सब्जी रेडी। यस्तो छ है साथीहरू, के गर्नु। अनि यहाँ चाहिँ फेरि अम्बक पुरा पाकेकै ठुल्ठुलो साह्रो पानी परेको। बोरिङ है बोरिङ होइन। कति क्लियर पो देखेँ त हौ आज त। क्लियर देखेस्। काटेर लगेको यो काटेको ढले छ होइन, त्यहाँदेखि काटेको रहेछ हो। आइरहेछ हाम्रो चाहिँ यहाँ गार्डन चाहिँ महँगै यो रुख लडेछ। अन्त यहाँ खोर्सानीहरू पनि सबै पेलेर मारेछ। हेर्नु खोर्सानी यहाँ छ त, छिटो बनाएको छ। अब यो साक्नु पनि के साक्नु परे, गोड्नु पनि दुःख भएछ। कता यो त अन्त अलरेडी यो लडेको थियो नि। यहाँ चाहिँ के काटेर लगेको होला यहाँ चाहिँ। थिएन है, बेलुकाको योले होला, पानी बेसी परेर क्या। ए खोर्सानी त अन्त खोइ त अन्त यहाँ एकदर कति फ्रेस फ्रेस देखाएको थिएँ हिजो अस्ति, त्यही नै लडाएछ। अन्त के गर्नु, के गर्नु त अन्त।
होस् मे होस् सो इभिनिङको वेदर चाहिँ यस्तो मुन्टा मजाले मिठो खानुपर्छ नि मान्छे यहाँनिर चाहिँ 2 टाइम स्पाइसी 2टा हो अनि 3 टाइम स्पाइसी 3 टाइम स्पाइसी मजाले मजाले Enjoy. Buoni. Molti sapere se hanno. Potete vedere.